हेलो गाइज अनि नमस्ते सबैजनालाई। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। आज चाहिँ मैले के लिएर आएको छु भन्दाखेरि चाहिँ आज हाम्रो क्लान वार डे 1 रहेको छ। त्यसै गरी यहाँनिर हेर्न सक्नुहुन्छ हाम्रो क्लानबाट वार हान्नेको चाहिँ जम्मा कति उयो छ भन्दाखेरि चाहिँ नर्मली पनि हेर्नुहोस् है त। जस्तै हाम्रोमा चाहिँ सिक्सबाट के अरे 5बाट सुरु भएको छ भने यहाँनिर चाहिँ हेर्नुहोस् न उहाँहरूको चाहिँ अपोनेन्टको चाहिँ हाम्रोभन्दा धेरै जस्तै 8बाट सुरु भएको छ र हाम्रो क्लानको हाइएस्ट टाउन हल भनेको 13 छ भने उनीहरूको 16 रहेको छ है त। ल यो चाहिँ मैले त्यो भिडियो गर्दै हराएको कारणले गर्दाखेरि अहिले भर्खरै फेरि भिडियो गर्दैछु, किनभने म टाउन हल 13देखि 16लाई कसरी अट्याक गर्ने भन्ने स्ट्राटेजी लिएर आउँदैछु। अब यो टाउन हल 13बाट 16लाई हान्नुपर्ने छ। ल टाउन हल 13बाट 16लाई कसरी हान्ने भन्ने कुराहरू चाहिँ म तपाईँहरूलाई अहिले भर्खरै देखाउँदैछु है त। हेर्नुहोस् त, सबभन्दा पहिला हाम्रो आर्मीहरू भनेको यो हुन्छ। जस्तै हाम्रो आरसीसँग चाहिँ के छ भन्दाखेरि यो रकेट स्पार्क भन्ने छ, अनि त्यसपछि इलेक्ट्रिक बुट छ, अनि वार्डेनसँग चाहिँ हाम्रो हिल टम र अनि त्यसपछि यो रेज उयो छ, रेज भाइल छ, अनि त्यसपछि क्विनसँग जाइन्ट एरो र अनि त्यसपछि के अरे हिलर छ, अनि मिनियन प्रिन्ससँग चाहिँ हाम्रो भर्खरै नयाँ आएको त्यो माथिबाट डङ हान्ने खालको त्यो के भन्छ यसलाई, स्टार्स समथिङ के मिटियर स्टार्स भन्ने छ। अनि त्यसपछि अर्को भनेको चाहिँ के अरे स्लो डाउन गर्ने यसलाई के पो भन्छ बिर्सेँ मैले है, त्यो छ। अनि त्यसपछि हाम्रो अट्याक भनेको चाहिँ ड्रागन अट्याक हुँदैछ है त। ड्रागन 13वटा ड्रागन, अनि त्यसपछि 8वटा बलुन्स, अनि त्यसपछि यो भइहाल्यो। अनि यतिले नै हामीले अट्याक गर्दैछौँ है त। ल हाम्रो स्ट्राटेजी चाहिँ के हुनेछ भन्दाखेरि चाहिँ जस्तै मैले रोयल च्याम्पियनलाई चाहिँ कहाँबाट सुरु गर्छु भन्दाखेरि यहाँबाट सुरु गर्छु, यो छेउबाट। अनि यहाँबाट सुरु गरेर चाहिँ म के गर्छु भन्दाखेरि यो मोनोलिथलाई र टाउन हल हान्ने बित्तिकै म चाहिँ के गर्छु भन्दाखेरि यसलाई रिभाइभ गर्छु। मेरो चाहिँ त्यो प्लान रहनेछ। रोयल च्याम्पियनले चाहिँ टाउन हल र मोनोलिथ निकालिसकेपछि म त्यसलाई रिकल गर्छु। रिकल गरिसकेपछि अनि अर्को स्ट्राटेजी भनेको चाहिँ हाम्रो क्विनलाई सबभन्दा पहिला चाहिँ यहाँबाट यो साइडबाट हानेर यसलाई र यो हाम्रो दुईटै एयर डिफेन्सलाई ढाल्ने मेरो चाहिँ टार्गेट हुनेछ। यहीँबाट नै यही साइडबाट नै म के गर्छु, ड्रागन अट्याक गर्न थाल्छु। यहीँबाट नै ड्रागनहरू सुरु गर्छु, यहाँबाट ड्रागनहरू छोडेर अनि त्यसपछि यहीँबाट ड्रागन, त्यसपछि वार्डन, अनि मिनियन प्रिन्स, अनि त्यसपछि यो सबै कुराहरू चाहिँ म यहीँबाट छोडिदिन्छु। अनि बलुनहरू रहेछ, बलुनहरूलाई चाहिँ के गर्छु भन्दाखेरि चाहिँ जहाँ निडेड पर्छ त्यहाँनिर चाहिँ म बलुनहरूले चाहिँ डिफेन्डहरू ढाल्ने ट्राई गर्छु है त। ल मेरो स्ट्राटेजी चाहिँ यो सिम्पल रहनेछ। ल हेर्नुहोस् है त, लेट्स गो, सुरु गरौँ। सबभन्दा पहिला मैले यहाँबाट आरसी सुरु गर्छु। एबिलिटी दिए यहाँनिरको लागि इन्डिभिजुअल बदल मैले इन्डिभिजुअल चाहिँ कतिमा हालेको छु भन्दा ठ्याक्क 4 सेकेन्ड है। यो हाल्यो 1 2 3 4। अब अर्को आउँछ फेरि 1 2 3 4 फेरि कम गर्छ है 2 3 4। अब फेरि अर्को आउँछ 1 2 3 4। अब यसलाई मोनोलिथ हालिसकेपछि 4 हो। अब त्यो टाउन हल 1 2 3 4 स्क्याप गयो 2 3 4 फेरि 1 2 3 4 फेरि। अब ठ्याक्कै रिकल गर्छु। मैले आरसीलाई रिकल गरिसकेको छु। अब यहाँबाट म सुरु गर्छु। अब एबिलिटी
सिम्पल स्ट्राटेजीमा हाम्रो स्टार्ट गर्न सफल भएको छ। ल आजको भिडियोको लागि यति नै। थ्याङ्क यू सो मच फर योर टाइम। ओके, हेभ अ गुड डे, बाई।